देखिरहेको हाम्रो धेरै गर्मी भएपछि गर्मीलाई च्यालेन्ज गर्दै हामी आइसक्रिम खाँदैछौँ। उता हुनुहुन्छ हाम्रो माया दिदी सरी आइसा दिदी सरी माया बहिनी, यता चाहिँ बिचमा दाजुभाउजू हुनुहुन्छ। हामी चाहिँ सेक्युरिटी वरिपरिबाट हामीलाई बाजेले मामाले जिम्मा दिनुभएको थियो सेफसँग घर पुगाउनु भनेर जिम्मा दिनुभएको थियो। त्यसैले म बाहिर निस्किन सकिनँ किनकि म अटोमा जान सक्थेँ। यो जिम्मा मेरोमा आछ, त्यसैले म सेफसँग लाउनुपर्ने हुन्छ। म मात्र नभएर अगाडि हाम्रो गुरु पनि सर पनि हुनुहुन्छ, बुढा मान्छे छ नि एउटा, अनि ज्येष्ठ नागरिक हाम्रो बाजे पनि अगाडि हुनुहुन्छ। सबैको आशीर्वाद सँगै भइसकेपछि केही पनि हुने कुरा चान्स भएन। हामी बाहिर पनि देखाउन चाहन्छौँ, देख्न सक्छौँ। केही हुँदैन। किन हजुर बनाउनु हुन्थ्यो? हामीले देखाएको छौँ। त्यसमै हजुरले पनि खानु भयो। मैले कहिले खान्न पर्यो। बरु आइसु ढिक्का खाने हो। आजको दिनलाई एकदम सम्झना लायक जिन्दगीभर सधैँभरिको लागि सम्झना लायक भिडियो कैद भइसकेको छ। तर भिडियो चाहिँ कहिले एडिट हुने, भिडियो चाहिँ कहिले आउने भन्ने कुरा चाहिँ अब हेरौँला। कोही समयले गर्दा आउन नपाएको र कसैले दूरीको कारणले आउन नपाएको सबैलाई सम्झना छ। हामी देख्न सक्छौँ यो धनगढीको चाहिँ के अरे हमाल सहरको बाटो देखाउन हामी देखाइरहेको छौँ। कोही विदेशमा हुनुहुन्छ भने कोही पहाडमा हुनुहुन्छ। आउन पाउने नपाउने सबैलाई धेरै धेरै सम्झना छ। दाइले पनि के भनिदिनुहुन्छ भन्ने एउटा मनमा कुराहरू सोच्दै हुनुहुन्छ, के भनिदिनुहुन्छ उहाँले पनि। हाम्रो होइन मेन कुरा चाहिँ के छ भन्दाखेरिमा होइन, हामी 81 तत्काल यो बिहे गर्नु परेको कारणले कोही आफन्तहरू कोही रिलेटिभ्सहरू चाहिँ टाढा टाढा छन्, आउन पाएनन् र कसैले खबर गर्न पनि पाएनौँ। कोही बाध्यताले पनि आउन नसकेका छन्। उनीहरूलाई के भन्नुहुन्छ, कसरी सम्झिन चाहनुहुन्छ? बिहे नगरे केटीले छोड्छु भन्यो। कार्यक्रममा आउनुहुने सम्पूर्णलाई एकदम धेरै धेरै धन्यवाद छ होइन। अब आउन नसक्ने विशेष अब काम विशेषले पनि जो बिजी हुनुहुन्छ उहाँहरू आउनु भएन, उहाँहरूलाई पनि सम्झिनु भन्न चाहन्छु। अनि हाम्रो दाइ भाइ पनि हुनुहुन्छ होइन, कामको सिलसिलामा होइन वैदेशिक रोजगारमा जानुभएको छ, बाहिर हुनुहुन्छ। उहाँलाई पनि सँगसँगै पहाडमा हुनुहुन्छ हाम्रो फ्यामिली, उहाँहरूलाई पनि दुई शब्द के कसरी सम्झिन चाहनुहुन्छ? उहाँलाई पनि धेरै धेरै सम्झना अनि मिठो भयो। अनि अब हामीले भाउजूको पनि शब्द सुन्नुपर्ने हुन्छ होइन, अनि नै सुन्नै पर्ने हुन्छ। केही दुई शब्द भए तापनि सुन्नु पऱ्यो। नभन्ने भन्नुभएको छ, पछि भन्छु भन्नुभएको छ। दिदी लाटो त छैन क्या भाउजू। त्यही त बहिनीले पनि बोलिदिनु पर्ने हुन्छ। माया बोल न, कस्तो लागिरहेछ आज होइन दाइ भाउजूसँग? अनि कति वर्षको प्रतीक्षा पछि आज तिम्रो पनि सपना पुरा भएको छ, भाउजूसँग भाउजूको काखमा बस्न पाएको छ, कस्तो लागिरहेछ? बोल न, यता हेर न, भन। राम्रो लागिरहेछ मात्रै धेरै राम्रो, धेरै दाइ भाउजूलाई बोलाइदियो न पहिला। भन न दाइ बाज्न भाउजू राम्रो लाग्यो भन्दै थियो कि मलाई त। ल ए मायाले पनि भन्न सकिन। अब हाम्रो यहाँ अगाडि हुनुहुन्छ जनिता, उहाँले पनि के बोल्छु भनेर अघिदेखि पालो कुर्नु भएको छ, अनि शब्दहरू रचिसक्नु भएको छ। प्लिज हजुरको शब्दबाट हामी सुन्न चाहन्छौँ। हजुर बधाई छ दाइ भाउजूलाई, धेरै टाइम पछि बिहा गर्नुभयो। धेरै बेर कुरियो, रमाइलो पनि भयो। अहिले मजाले सबैजना बसेर आइरहेछौँ। ल आफ्नो बहिनीले पनि एकदम छोटो अनि मिठो शब्दहरू पोखिसकेका छन्। उनले भन्न नसकेका कुराहरू म भनिदिन्छु। धेरै समय प्रतीक्षा गरेर आज प्रतीक्षाको फल एकदम रमाइलो अनि रोमाञ्चक भइसकेको छ। घमाइलो अनि रमाइलो पनि भएको थियो। तर भाउजूले एक शब्द पनि बोल्नु पऱ्यो क्या, भएन यसरी सबैले बोलिसके, दुई शब्द भयो नि। ल आज बोल्नुहुन्न भन्ने छ। ल अगाडि हाम्रो पण्डित बाजेले केही भनिदिनु पर्यो सर, केही शुभकामना दिनु पर्यो लास्टमा हजुरले। राम्रो होस्, फलोस्, फुलोस्, त्यही हो हाम्रो त। अनि घरले नाति खेलाउन पाइयोस् भन्नु ल। मेरो आशीर्वाद त्यही हो। हाम्रो पण्डित बाजेबाको आशीर्वादबाट हाम्रो यो बाबामाको हात टिका लगाउन पाइयोस्।
दाम्पत्य जीवन चाहिँ उहाँको अगाडि नै एउटा नाता एउटा गाँसिएको छ। यो नाता सधैँभरि यस्तै चलिरहोस्। यो दुईटाको यो के हुन्छ प्रेम सधैँभरि गाडा झन्झन भइरहोस्। घरले छोराको नारायण गर्न पाइयोस् अनि मेरो पनि दक्षिणा हुन्छ भन्नु सक्छ। अर्को वर्षसम्म अर्को नेक्स्ट 2 वर्षपछि चाहिँ हामीलाई भतिजा भन्ने चाहिँ देख्न पाइयोस् भन्ने कुरा। 2 वर्ष ढिला भयो। गुरुलाई दक्षिणा चाहियो, सालभरिमा चाहियो। हाम्रो बाजेले पनि के बोलिदिनु पर्यो अगाडि? बाजे शुभकामना दिनु त। एक नातिन चाहियो भन, नातिले भन्यो त नातिनी भन, 2 त चाहियो नि। एकै बेला 2 हैछन्। त्यही भएर त धेरै राम्रो भइजाने थियो। ल यहाँ चाहिँ पछि भविष्यको कुरा भइरहेछ। भविष्यको कुरा पछि हेरौँ ल। केही छैन, तैपनि हामीले छिटै नै काका अनि फुपू बन्नेछौँ भन्ने। अब यो टुङ्गाउँ, अब नै नटुङ्गाउँ होइन, घर पुग्दासम्म रोकाउँ एकछिन। अब भोज खानु त बाँकी छ भनौँ। त्यही त। अब चाहिँ भन्नुपर्दाखेरिमा चाहिँ मन्दिरदेखि विशेष गरेर घरसम्म हामी पुग्न लागिसकेका छौँ। यात्रा नटुङ्गिँदासम्म पनि हामीले कन्टिन्यू भिडियो कैद गरेका थियौँ। त्यहाँ एउटा ठुलो खसी ढालेको छ आज। विशेष गरेर खास भन्नुपर्दाखेरिमा चाहिँ एउटा क्यामेराम्यानलाई हामीले अर्डर दिएको थियौँ। क्यामेराम्यान चाहिँ नआइसकेपछि यही मोबाइलको भिडियो फोटोबाट हामीले चित्त बुझाउनु पर्ने देखिरहेको छ भन्दा पनि देखिसकेको छ। त्यसैले गर्दाखेरिमा यो भिडियो कैद गरिरहेछौँ। अब केही सेनपछि हामी घरमा पुग्नेछौँ। घरमा कस्तो छ माहौल सुरुमा हामी खबर गर्नेछौँ। आइरहेछौँ भनेर म खबर गर्छु। है कुन फोन हो? सही लाग्यो क्यामेरा पनि एकदम त्यो 13 जस्तो क्या। परि त्यो भिडियो पनि कन्टिन्यू नलिने टाइपको क्या, स्मुथमा। त्यो त होला नि 3-4 ल आयो रेडी आइज। फाइनल्ली हामी घरमा पुगिसकेका छौँ। घरमा चाहिँ यो माहौल देख्न सक्छौँ हामीले। यो यत्रो तयारी छ यहाँ देख्न सक्छौँ। आफन्तजन इष्टमित्रहरू चाहिँ सबै तयारी, बहिनीहरू पनि रेडी छन्। अब हामी दुलादुलैलाई झराउनु पर्ने हुन्छ। दुलादुलैको गाडी चाहिँ भित्र पुगिसकेको छ। केही टिमहरू चाहिँ अगाडि पुगिसकेका थिए भने केही टिम भर्खरै आइरहेछन्। आउँदा बित्तिकै खाना व्यस्त हुनुहुन्छ। अनि आधा टिम चाहिँ यता खानपिन कार्यक्रम कन्टिन्यू भइरहेको छ। यता चाहिँ खानपिन ठाउँ हो। हाम्रो स्टाफहरू हुनुहुन्छ यता पनि, सबैले कन्टिन्यू लाग्नु भएको छ। यता पनि खानपिन कार्यक्रम कन्टिन्यू भइरहेको छ, देख्न सक्छौँ। यता पनि तयारी कन्टिन्यू भइरहेको छ। शुभ विवाह 2जना बहिनीहरू 3जना बहिनीहरू चाहिँ यता उभिरहेको छन् कलश समाएर। आगो समाएर पछाडि चाहिँ देख्न सक्छौँ। यो उत्साह सबैको मुहारमा देखिरहेको छ। यता फुपू यता के भन्छ हाई गर्नु त। उहाँको मुहारमा पनि उहाँको मुहारमा मात्रै मुस्कान होइन कि घाँटीमा पनि मुस्कान छिरिसकेको छ। यता पनि हामी बौनियाबाट हामी पुगिसकेका छौँ होइन। केही भन्नु छ? हाम्रो दाइ भाउजूलाई शुभकामना दिनु त। हाम्रो भाइ बौरानीलाई एकदम शुभकामना। आज हामी बौनियाबाट आएको धनगढी यो के नगर के नाम यो शिवनगर हाम्रो गङ्ग भाइ र अङ्कुरा बहिनीको शुभ विवाहमा उपस्थित भएका छौँ। धेरै विवाहको धेरै धेरै शुभकामना दिन चाहन्छु। धन्यवाद। यता मामाले पनि 2 शब्द भनिदिनु पऱ्यो त। त्यही हो के अरे शुभ विवाहको लागि कङ्ग्रेचुलेसन, ह्याप्पी म्यारिड लाइफ। मामाले पनि शुभकामना दिइसक्नु भएको छ। यता दाइ ह्याप्पी म्यारिड लाइफ भन्न चाहन्छु।
ल दाइले पनि आफ्नो 2 शब्द मिठो शब्द पुगिसक्नु भएको छ यता पनि भाउजू आइसक्नु भएको रहेछ अहिले दर्शन सुरुमा है ल सुरुमा आन्टी भन्नु त अरु के भन्नु बेहुला बेहुला धेरै धेरै शुभकामना छ सोचिया पुरा होस् हजुर कुन ठाउँबाट आउनुभयो अझै पर्वती होस् हजुर कुन ठाउँबाट आउनुभयो बौनियाबाट आयौँ धेरै टाढाबाट हो आखिर हाम्रो दाइको बिहेको लागि बौनियाबाट हामी धनगढी शिवनगर भन्ने ठाउँमा हामी पुगिसकेका छौँ यता नछुटाउनु हुने हाम्रो अर्को दर्शक पनि हुनुहुन्छ आन्टी आन्टीले पनि भन्नु त कस्तो लागिरहेछ ह्यापी म्यारिड लाइफ मलाई होइन त दाइलाई भन्नु देउराली तिमीलाई काम तिमी पनि छिटो बिहे गर भन्ने हो यता भाउजूले पनि भन्नु त के भनौँ जे भन्न लाग्छ वैवाहिक जीवनको धेरै धेरै शुभकामना देवर र देउरानीलाई धेरै खुसी हुनु सधैँ खुसी हुनु सुखमय जिन्दगी बिताओस् त्यही भन्न चाहन्छु हार्दिक हार्दिक शुभकामना हस् थ्याङ्क यू यता चाहिँ नवजीवन जोडी भर्खरै गाडीमै बस्नु भएको छ बाहिर आउन मान्नु भएको छैन नवजीवन शब्द ए नवजोडी त्यो मिलाउनु है यता हेर्नु त दुईजना हाई गर्नु त यता दाइ जीवन नवजीवन ल हाम्रो बेहुला बेहुली त्यो ठिक है एकछिन है के गर्नु छ यहाँ फेरि थाहा होला ल अघि जाने क्रममा पनि हाम्रो गाडीको पूजा भएको थियो भने अब घरमा पुगिसकेपछि सबैले गाडीको पूजा गरिसकेका छन् गरिरहेको छन् जुन सफलतापूर्वक गाडी हाम्रो घरमा पुगेको छ हाम्रो सोचे जस्तो चाहे जस्तो भने जस्तो बिहे सम्पूर्ण भएको छ सुरुमा हुनुहुन्छ हाम्रो माया बहिनी त्यसपछि अर्को बहिनी हुनुहुन्छ जेन नाम थाहा छैन त्यसपछि फुपू हुनुहुन्छ त्यसपछि माइजू त्यसपछि बजे हुनुहुन्छ त्यसपछि पनि माइजू त्यसपछि मम्मी हुनुहुन्छ जेउस अहिले दर्शकहरूको जेउस धेरै भिड भएको छ जेउस जन्तीहरूको आज बिहानदेखि बोल्दा बोल्दा मेरो आवाज पनि दाबिसकेको छ दबिसकेको छ यो लोटामा पानी ल्यायो ओम घरको ढङ भाषे जीवनारायण यो लोटामा पानी ल्यायो श्री कर्म फुलम नैवेदम समर्पयामि श्री कर्म साथी जीवनारायण यो फुलमा ध्यान गर्ने शुभङ्गले भगवते सर्वकामा परिपूर्णं सर्वसत्व देवदूती नमः जीवनारायण विष्णु सदा सूर्यनारायण रे नमः अब फुलमा ध्यान गर्ने गणेशको ध्यान गर्ने कुमको तैप कपिलो गजबुन्न लम्बो दरचा विगतो विनायकम दुम्बैको वासुते द्वादशे तानन्त्रेसे ब्रह्मरूपं वरदुण्डो महाकारी कोटुसम विघ्नमेकु सर्व कार्य सदा अब अक्षरले पूजा गर्ने ओम तिब्राय नमः द्वाजिवे नमः ओम नन्दाय नमः भोगाय नमः कामरूपाय नमः सत्याय नमः उग्राय नमः मध्यविनाशाय सर्वस्त्रोला ध्यानम यो फुलमा ध्यान गर्ने एक दन्त शुभम गजभुजम चाय पिशाच विनायकम इति गणपतिवे नमः जल चढाउने अब ओम पादम त्यसैमा ओम पादम समर्पयामि श्री गणपतिवे नमः पञ्चामृतं दधिशिरं गजभुजम
मधुसम समर्पयामि श्री कर्मम देव गणपति बेनम फलम यसमा हात लगाउने पुष्पम फलमम भेटीमा हात लगाउने फल भेट गरेर नमस्कारम नमस्कार गर्ने अब एउटा हातमा सूर्यलाई दर्शाउने यो फुलबाट सूर्यनारायणलाई के भन्ने सूर्यलाई यही सूर्य स्वामी त्यो राशि जगतपति अनुक्रम भगवान म विवाहम गर्न गएको सहित आदि सम्झे अब पूर्वतिर भगवान सूर्यनारायण हे नमो नमः पुष्पम फुल बाल्दिने भगवानलाई नमस्कार गर्ने हजुर यहाँ आइपर्छौ हे भगवान भनेर सूर्यनारायण हे नमो नमः अब यसमा दल चढाउने ओम पादम समर्पयामि श्री कलश बरुणा हे बरुणजी चन्दन हाल्ने चन्दनम गन्धमद्वारा विवाहने अक्षतम फुल हाल्ने पुष्प फुल नैवेद्यम समर्पयामि श्री कलश बरुणा अब कलशमा हात लगाउने कलशे मुखे विष्णु कण्ठे रुद्र यहाँ कण्ठमा लगाउने रुद्र से समाज मूल्य सूत्र ब्रह्म मातृ कोचम सबै दिवा पनि ढिकी भेज अब पूजा गर्ने ढिकी भेज यसरी यता पनि पछाडिबाट देउरा जोडिका ओम पादायम देवान यता पनि हाल्ने हो अगाडि पनि ओ ल उतातिर बेहुलाको बेहुलातिर हो यही हो ऊ गर्ने भने ओम दशम अझ ओम सर्वदेवा समाहित हम विश्वदेवा नारायण वे ओम ब्रह्मणाय नमो नमः ओम सर्वदेवा समाहित हम विश्वदेवा नारायण ओम ब्रह्मणाय सर्वदेवाय ओम सर्वयोगिताय विश्वदेवाय नारायण वे ओम देवम ब्रह्मणाय ल अझै बाह्र घुम अब आरती घुमाउने यसरी ओम दीपम ज्योति परम सर्वदीपे नमो नमः ब्रह्मणाय नमः विष्णुवे नमः तीन फेरा भयो नि सर्वदेवा ल सभा बाबु यसो गरेर थाली यसो गरेर यसरी घुमाउने हो उल्टो हात के दाइ न यसो कहाँ हुन्छ यसो गर्ने हो यसरी घुमाउने यसो गरेर ओम शान्ता उइसिदाएर जसरी पानी गर्यो त्यसरी गर्ने हो ओम शान्ता ओम ब्रह्मणाय नमो विष्णुवे नमः सर्वदेवतावे नमो ब्रह्मलोकाय नारायण वे नमो नमः पंचकोटि देवतावे सर्वदेवतावे नमो नमः तीन फेरा भयो ल अब यो लैजायो अब टिका भित्र लगाइन भने टिका त घेरी पूजा गर्नु छ सप्तवर्ती बाल्नु छ ल अब कहाँ गए ल समावेशी दुईको हातमा दिने हात समाजले जाने मुन्टाको जेली पूजा गर्नुपर्ने हो नि त ल यो दल ल हिट बाबु बेहुलीले अगाडि बेहुलाले पछाडि